आज एकजनाको साङ्गीतिक यात्रा यहाँ विराम हुनेछ यी 5 जना नानी बाबुहरूमध्ये र म अगाडि बढाउन गइरहेको छु भाइ अजय र बहिनी परिका सोता। अब यो नामहरूमध्ये कसलाई बढी माया गर्नुहुन्छ? परि बहिनीलाई माया गर्ने को हुनुहुन्छ? हात उठाउनुहोस् त। एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिनु होला सम्पूर्णले। अहिलेसम्म आफ्नो कलाबाट तपाईँहरूलाई रिझाइरहनु भएको छ र परिका सौदन सुरक्षित जोनमा हुनुहुन्छ। एकचोटि जोरदार ताली बजाइदिनु होला सम्पूर्णले। दिनु होला आज्ञा श्री दाहाल। यी सानी नानीलाई मन पराउने कतिजना हुनुहुन्छ? सबैले मन पराउनुहुन्छ। कति राम्रो हुनुहुन्छ हैन? उत्कृष्ट प्रतिभाको धनी हुनुहुन्छ। आफ्नो प्रतिभा यो मञ्चमा राखिरहनु भएको छ। तपाईहरुले मन पराउनु भएको छ भने भाइ अजय कुमार आज तपाईँ हामी बीचबाट यो साङ्गीतिक यात्रालाई यहाँ छोडेर जानुपर्छ म भन्छु भने म गलत हुन्छु? तपाईँ सुरक्षित हुनुहुन्छ। थ्याङ्क यू। सक्नुहुन्छ र त्यसै गरी निशा र प्रियङ्कालाई अगाडि बढाउन चाहन्छु। ल एकजनालाई अब हामी 2 जनालाई यी मध्ये सुरक्षित राउन्डमा पुर्याउन गइरहेको छौँ र को हुन्छ? एकजना जसको नाम छुट्टिने छ आज 9औं प्राचीन कपिलवस्तु डान्सिङ आइडलबाट। त्यो नाम हो प्रियङ्का जायसवाल हुन सक्छ। त्यो नाम सानी बहिनी आज्ञाश्री दाहाल पनि हुन सक्छ र निशा धवल पनि हुन सक्छ। बहिनी निशा धवल, अहिलेसम्म तपाईँले यहाँ आउनुभयो कस्तो लागिरहेको छ? लागिरहेछ कस्तो डान्स गर्ने तपाईँलाई अनि जजेसहरू यो 9औं प्राचीन कपिलवस्तु महोत्सव कस्तो लागिरहेछ? अनि अब म भन्छु भने यदि तपाईँ के भयो? केही भएन, यहाँसम्म आउनुभयो यो सबभन्दा ठुलो कुरा हो। किनभने धेरै यस्ता कलाकृतिहरू छन्, यस्ता कलाकारहरू छन् जो यहाँसम्म आउन पाइरहेको छैन विभिन्न विघ्न बाधाहरूले र तपाईँको साथ हामी दिइरहेका छौँ। तपाईँको घर परिवारले साथ दिइरहेको छ, यहाँसम्म पुग्न सफल हुनुभएको छ र भोलिको दिनमा पनि तपाईँ अगाडि जानुहोस् भनेर हामी कामना गर्छौँ भने अहिलेको लागि तपाईँ सुरक्षित हुनुहुन्छ भन्छु। र 2 जना हुनुहुन्छ बहिनी आज्ञाश्री दाहाल, तपाईँ पनि सुरक्षित हुनुहुन्छ। एकचोटि जोरदार ताली बजाइदिनु होला। आफ्नो सिटमा जान सक्नुहुन्छ र बहिनी प्रियङ्का जायसवाल। हामी बीच एकजना प्रतिस्पर्धीलाई छुट्याउनु पर्ने कुरा थियो भने त्यो प्रतिस्पर्धी आज जसको साङ्गीतिक यात्रा यहाँ समाप्त हुन्छ एकजना मात्रै बस्नुभएको छ हामीसँग जो डेन्जर जोनमा हुनुहुन्छ, जसको मार्क्स सबभन्दा कम र भोट पनि सबभन्दा कम आएको छ। त्यो बहिनी प्रियङ्का जायसवाल हुनुहुन्छ। तर उहाँको मार्क्स र भोट टाई भएको छ, त्यसकारण उहाँलाई पनि आज हामी सुरक्षित गरेका छौँ। एकचोटि जोरदार ताली बजाइदिनु होला सम्पूर्णले। तपाईँ सम्पूर्ण 5 जना प्रतिस्पर्धी भाइ बहिनीहरू सुरक्षित हुनुहुन्छ आज, किनभने उहाँहरूको मार्क्स चाहिँ टाई भएको थियो र दुवैजनाको मार्क्स जुटेको थियो। त्यसकारण हामी कसैले पनि आज